नमस्ते। यति बेला हजुरलाई म जुम्ला जिल्लाको सदरमुकाम खलङ्गातिर लाग्न चाहन्छु। यहाँ हजुरले देख्न सक्नुहुन्छ हाम्रो अत्यन्तै प्रसिद्ध चन्दननाथ मन्दिर, जुन हिन्दू धार्मिक संस्कार अनुसार ब्रह्मा विष्णु महेश्वर र दत्तात्रेयको नामले चिनिन्छ र 52 हातका लिङ्गहरू पनि परिसरमा देखिरहनु भएको छ। यहाँको दर्शन गर्नाले मात्रै पनि सम्पूर्ण मनोकामनाहरू पुरा हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ र कुनै पनि दुःख कष्टहरू आइलायो भने चन्दननाथ भगवानलाई सम्झिनु भयो भने पनि स्वत निवारण हुन्छ भन्ने, मोक्ष प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहेको रहेछ। यहाँ हजुरहरू आउनु होला। यो अत्यन्त पावन पुण्य तीर्थ स्थल पनि मानिन्छ यसलाई। म चाहिँ हजुरहरूलाई यस पुण्य भूमिको दर्शन गर्नको लागि आह्वान गर्दछु र म अलिकता उहाँहरूलाई माथितिर लान चाहन्छु। यो सदरमुकामदेखि यता माथि देखिरहेको हाम्रो डाँडा चाहिँ डाफे लेकको नामले प्रसिद्ध छ। अब केही दिनमा यहाँ पुरै हिउँहरू आएर सेतम्मे हुन्छ। हजुरहरू हिउँ खेल्न आउनुहोस्। त्यस्तै गरी यतापट्टि म देखाउँदै जाँदैछु। यसलाई बासे लेक भन्छ भन्ने सुनेको छु, पुग्न चाहिँ पाएको छैन। यतापट्टिबाट जाँदा हामी तातो पानी गाउँपालिकातिर जहाँ हामी उता मुगु जाँदाखेरि यो बाटो प्रयोग गर्छौँ, यहाँ तातो पानी पनि छ। अनि अलि यतापट्टिको भूभाग हेर्दाखेरि यो हाम्रो कान्जिरोवा हिमाल जहाँ थोरै हिउँ देखिनुहुन्छ, त्यो साइडमा तलपट्टि गुठी चौर भन्ने रहेको छ। अनि यो माथिको डाँडो चिमरा गुठी चौर त मलाई लाग्छ अस्ति नै गएको थिएँ साउनमा। नेपालमा त युरोप यहीँ रहेछ त, मान्छे युरोप घुम्न किन जान्छ? हाम्रो युरोप नै गुठी चौर हो। यहाँ आउनु होला, आन्तरिक पर्यटनलाई बढावा दिनु होला भन्न चाहन्छु। जुम्लामा असाध्यै सम्भावनाहरू रहेका छन्, अवसरहरू रहेका छन्। तर यी सम्भावना र अवसरहरूलाई युटिलाइज हुन नसक्दा केही ग्रासरुट लेभलहरूमा एकदम पछाडि परेका वर्गहरू छन्। तर तबकामा चाहिँ राइट्स के हो भन्ने नै थाहा छैन, अधिकार के हो भन्ने नै थाहा छैन, राज्य कहाँ छ भन्ने नै अनुभूति गर्न पाइ नरहेको अवस्था छ। यहाँ चाहिँ म हजुरहरूलाई राम्रो कुरासँगै नराम्रो कुरा, बहुविवाह अत्याधिक, बाल विवाह अत्याधिक, त्यस्तै गरी महिला हिंसा, त्यसमा पनि जबरजस्ती करणी, हाननाता करणी, घरेलु हिंसा अत्याधिक। अनि अर्को सबैभन्दा दुःख लाग्दो पक्ष चाहिँ बच्चाहरूलाई राम्रोसँग नहेर्ने पारिवारिक कस्तो रहेछ दायित्व भने आमा पहिला गए, छोरा इन्डिया गयो, नाति नातिनाहरूलाई चाहिँ अनाथै बनाएर भए पनि आश्रमतिर पठाइदेऊ, सहरतिर पठाइदेऊ भन्ने यहाँको यस्तो लहर के आफ्नो जिम्मेवारी र दायित्व चाहिँ अलिकता बोध नगरेको फिल पनि भयो परिवारले। त्यो चाहिँ मैले देखिरहेको छु। अनि त्यस्तै गरी हानिकारक अभ्यास पनि अत्याधिक मात्रामा रहेको छ। छाउ प्रथा अझै कायम छ। केही मात्रामा हिजोका दिनमा सुधार त भएको छ, तर पनि छाउगोठ भत्काइए तापनि बाहिरका मनका छाउगोठहरू अझै राम्रोसित भत्काउन नपाएको चाहिँ म मडी साङ्गु जाँदा पनि पाएँ होइन। त्यहाँ बालबालिकाको अधिकार, शिक्षाको अधिकार हेर्दा यस्तो लाग्छ हाम्रा आधारभूत आवश्यकताहरू नै राम्रोसँग सरकारले फुलफिल गर्न नसकेको, अथवा 3 तहका सरकार भइरहँदाखेरि जुन सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार जनताको सबैभन्दा नजिक यसो हात फैलिँदा छुइने, हिँड्दाखेरि पुगिने र नजिकै अनुभूति गर्ने सरकार हो। तर पनि जनताले आफ्ना अधिकारहरू के छन्, आफूलाई अप्ठ्यारो पर्दा कहाँ जाने, कसलाई भन्ने, सरकार हाम्रो अभिभावक हो भन्ने चाहिँ महसुस गर्न नपाएको चाहिँ म देख्छु। यसलाई चाहिँ हामीले बाटोले, हुन त जुम्ला जिल्लाको खलङ्गा हवाई यातायात र जुन हाम्रो के भन्छ सडक यातायातले जोडिएको छ। हवाई यातायात विडम्बना आफू अनुकूल मात्रै उड्छन्, भनेको टाइममा उड्न पाइँदैन, नेपालगञ्जमै थन्किन्छन्, मौसम प्रतिकूल हुन्छ, भूगोल आफैमा कठिन छ, त्यहाँभित्र पनि यहाँभित्र पनि मोनोपोली सिन्डिकेटहरू छ। अब फेरि सडक यातायात फेरि यति दुर्गम पुरा छोडिदिनु। कालीकोटबाट जुम्ला पार गरेर जुम्ला आएँ भने त म युद्धै जिते जस्तो फिल हुन्छ, जबकि कालीकोटकै दुर्घटनामा आफूले महसुस गरेकी छु। यसलाई चाहिँ सडक यातायातले जोड्न सकियो भने असाध्यै राम्रो। यसको आन्तरिक पर्यटन तथा पर्यटन, जडीबुटीदेखि लिएर यहाँका हरेक सम्भावनाहरू, ढुङ्गा त्यस्तै, जडीबुटी त्यस्तै, फलफुल स्याउखेती त्यस्तै, हरेकौँ सम्भावनाहरूलाई उजागर गर्दै जुम्लालाई एकदमै मनमोहक बनाऊ र जुम्लामा घुम्न आऊ भन्ने आह्वान
पर्यटन प्रवर्धनको लागि हार्दिक अनुरोध गर्दछु। पर्यटन प्रवर्धनको लागि त्यसमा पनि औद्योगिक पर्यटनको लागि होइन पर्यटनको लागि बढावा दिनको लागि यहाँहरूको समन्वय सहयोग रहोस् र भेट्न आउनलाई हस् त धन्यवाद। र मेरो भिडियो खिचिदिने मेरो सहकर्मी सहलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू म्याडम, थ्याङ्क यू।